Hello guys, welcome to my new blog. It's me, Tespan Gaming. So आज म यहाँ चाहिँ के भन्छ अरे भन्ने होइन मायाको विषयमा कुरा गर्न आएको छु है। अनि के भन्छन् अरे माया भन्ने चिज चाहिँ पाएर हुन्न क्या, जबरजस्ती पाइन्न कि हामीले। माया भन्ने चिज चाहिँ आफै हुन्छ कि आफ्नो के भन्छ त्यसलाई हामीले बुझ्न सकिन्छ। माया र मागेर पाएको चिज र न के भन्छ त्यो भन्ने होइन कि गाई चाहिँ बुझ्नु न। माया भन्ने चिज चाहिँ लाइफमा चाहिँ एकचोटि हुने रहेछ। त्यो चाहिँ मायाले चाहिँ हामीलाई चाहिँ सिकाउने रहेछ। अब भनौँ न एकचोटि एउटा इक्जाम्पल दिउँ न, एउटा कसैले छोडेर गयो भने चाहिँ ऊ चाहिँ मुभ अन हुन सक्दैन क्या एउटा सिचुएसनबाट क्या। जस्तै ऊ चाहिँ मुभ अन हुन्छ, तर मुभ अन हुन्छ कसरी भन्दाखेरि उसको आफ्नो मनपर्ने मान्छेको चाहिँ बिहा भयो भने या उसको आफ्नै बिहा भयो भने चाहिँ अलिकति मुभ अन हुन सक्ने चान्स धेरै छ है गाइज है। अब जति जे गरे पनि मुभ अन हुन चाहिँ लास्ट गाह्रो हुने रहेछ गाइज। मैले चाहिँ यति अनुभव गर्थ्यो। अब कोहीलाई हुन्छ नि त अब मुभ अन हुन एकदम कोहीलाई सजिलै हुन्छ, कोहीलाई गाह्रै हुन्छ कि मुभ अन गर्न। जस्तै अहिले चाहिँ चम्चामटिङ राईको गीतले मायाले भन्ने वाउ लभली हो यार गीत यार। त्यो जति चाहिँ मनमै छुन्छ क्या त्यो गीतले चाहिँ है। कपाल पनि बढिसक्यो, अब काट्नु पऱ्यो होइन। म चाहिँ एकचोटि चाहिँ मुभ अन हुन नसकेर एकचोटि पहिला भनौँ योभन्दा पोहोर सालतिर लगभग यति कपाल पालेर बस्दै थिएँ कि लगभग अहिले पनि म पनि मुभ अन हुन सकेको छैन कि त्यो सिचुएसनबाट के है गाइज। कालो हुँदै गयो हेयर गाइज यार गर्मीले गर्दा। अरू के भन्न चाहन्छु भने माया भन्ने चिज चाहिँ माया हुन्छ कि लभ मान्छेको चाहिँ मैले के भन्छु लाइफमा चाहिँ एउटा न एउटा कोहीसँग लभ परेकै हुन्छ कि गाइज है। म त्यो भन्छु कि लाइफमा चाहिँ एउटा न एउटा मान्छेसित लभ परेकै हुन्छ है गाइज है। जस्तै कि वान साइडेड लभहरू पनि धेरै हुन्छ नि त। अनि अनसक्सेसफुल लभहरू पनि धेरै छ, सक्सेसफुल लभहरू पनि छ। अब चाहिँ मैले हेरेँ चाहिँ धेरै जस्तोको लभ स्टोरी चाहिँ इन्कम्प्लिट नै हुन्छ है। फर्स्ट लभ वाज अलवेज बी इन्कम्प्लिट है गाइज। इङ्ग्लिस चाहिँ मलाई त्यति आउन्न, हल्का हानिदिएर। तिमी अब हुन्छ नि त अर्को ऊ चाहिँ फर्स्ट लभबाट मुभ अन गरे पनि एउटा आयो नि त डाइलग, तिमी मेरो पहिलो माया नभए पनि अल्टिमेट फाइनल माया तिमी नै हौ भन्ने है एउटा यस्तै हो क्या। अब चाहिँ मलाई जहाँसम्म लाग्छ ऊ जस्तो अरू कोही पनि पाउन सक्दिनँ कि मैले। ऊ जस्तो अरू अब पाएँ भने नि अब त्यस्तो हुन्न कि जति डिपली मैले उसलाई माया गर्थेँ नि त्यति डिपली चाहिँ अरूलाई गर्न सकिन्छ जस्तो लाग्छ कि गाइज चाहिँ। माया भन्ने चिज चाहिँ केटी र केटा बिचमा मात्र होइन क्या, साथीभाइहरूको बिचमा नि हुन्छ, गहिरो रिस्ताहरू हुन्छ है गाइज है। हाम्रो अब बोइजहरू भनौँ केटाहरूको सम्बन्ध चाहिँ छुट्टै हुन्छ क्या। माया भन्ने चिज चाहिँ देखाउन तर नदेखाइ पनि झगडा भनेकै हाम्रो लागि माया हो। किच्छ दोष यताउति भनिन्छ। अब बोइज एन्ड गर्ल पनि अब साथी भएर यताउति माया भनेको रिलेसनसिपमा बस्नु मात्र होइन क्या, यतिकै साथीभाइको मिचको सम्बन्ध माया। तिम्रो लागि मेरो माया सधैँ छ नि यो मनमा आइगएछ है। लगाइ चाहिँ यति भन्दै म यो ब्लगबाट चाहिँ बिदा भएको। अब अर्को कन्टेन्ट चाहिँ म
अर्को न्यू ब्लगमा लिएर आउँछु गाइस। ल बाई बाई।